त्यतिखेर नेपाली साङ्गीतिक जगतमा निकै चर्चामा रहेको गीत छ अर्जुन सापकोटाको झलीको गीतले निकै लोकप्रियता प्राप्त गरेको छ। टिकटकमा पनि करिब 10,000 भन्दा बढीले टिकटक निर्माण गरिसक्नु भएको छ। हरेक टिकटकका पेजहरूमा झलीको आवाज सुन्न पाइन्छ भने करिब करिब 13-14 लाखले 2 दिनमा हेरिसकेको विवरण पनि सार्वजनिक भइरहेको छ, हामीले देख्न सक्छौँ सामाजिक सञ्जालमा। पछिल्लो समय निकै चर्चामा रहेका लोक तथा दोहोरी गायक अर्जुन सापकोटा आफैमा एउटा कुशल सर्जक पनि हुन्। सँगसँगै कला र साङ्गीतिक क्षेत्रमा निकै छोटो समयमा सफलता हासिल गरेका एउटा युवा गायकको रूपमा पनि चिनिन्छन्। सँगसँगै मोडेलको रूपमा पनि उत्तिकै स्थापित भएका गायक अर्जुन सापकोटाको पछिल्लो साङ्गीतिक प्रस्तुति हो झलीको। निकै मार्मिक छ, कर्णप्रिय छ, सुन्दाखेरि मन मस्तिष्कमा निकै आनन्दताको अनुभूति पनि हुन्छ। निकै राम्रो सिर्जना छ, निकैले मन पराएको र रुचाएको गीतको रूपमा पनि छ।